नेपालमा यस्तो एउटा मन्दिर छ जहाँ हरेक दिन सयौं भक्तजन पुग्छन् र हजारौं ऐनाहरू चढाइन्छ। विश्वास गरिन्छ कि यहाँ सच्चा मनले मागेको इच्छा देवीले सुन्नुहुन्छ। आखिर के छ यो मन्दिरको रहस्य, आउनुहोस् जानौं। यो हो सेती देवी मन्दिर। सिन्धुली जिल्लाको बिपी राजमार्ग छेउमै अवस्थित यो धार्मिक स्थल आज लाखौं नेपालीहरूको आस्थाको केन्द्र बनेको छ। टाढा टाढाबाट आउने भक्तजनहरू यहाँ पूजा गर्न, भाकल गर्न र देवीको आशीर्वाद लिन पुग्छन्। विशेष गरी ऐना चढाउने अनौठो परम्परा यस मन्दिरमा छ, जसले मन्दिरलाई अझ विशेष बनाएको छ। स्थानीय जनविश्वास अनुसार देवीको कृपाले यात्रा सुरक्षित हुन्छ, दुःख कष्ट कम हुन्छन् र मनमा राखेका धेरै चाहनाहरू पूरा हुन्छन्। त्यसैले यहाँ आउने भक्तजनहरूको संख्या वर्षेनी बढ्दै गइरहेको छ। यदि तपाईँ पनि कहिल्यै बिपी राजमार्ग हुँदै यात्रा गर्नुहुन्छ भने र एकपटक यो पवित्र स्थानमा पुगेर दर्शन गर्न नबिर्सिनुहोला। जय सेती देवी माता। तपाईँले पनि दर्शन गर्नुभएको छ भने कमेन्टमा जय सेती देवी माता लेख्नुहोस् अनि यो भिडियो तपाईँको साथीहरूसम्म पुर्याउनलाई मद्दत गर्नुहोस् र उहाँहरूलाई पनि दर्शन गराउनुहोस्। जय सेती देवी माता।